क्षेत्रबहादुर गुरुङ 1620 र यो पुरा टोटल रकम सबै बाबाआमाहरूले सुनिदिनु होला। पुरा टोटल रकम श्रीनगर टोलबाट हामीलाई सहयोग गर्नुहुने दाताहरूबाट टोटल रकम 2,01,874 रुपियाँ 30 पैसा भएको जानकारी गराउँदछु। र यो 2,01,874 भनेको सानो रकम होइन, ठुलो रकम हो। यो रकमलाई हामी सही सदुपयोग गर्ने छौँ भने वाचासहित अन्तमा पुनः दीपावलीको उपलक्ष्यमा हाम्रो बाबाआमा खरेटोलको बाबाआमाहरूको तर्फबाट श्रीनगर टोलका बाबाआमाहरू तथा यसमा उपस्थित सम्पूर्ण अग्रजहरूलाई मङ्गलमय शुभकामना व्यक्त गर्दै साथै जो 5,005 रुपियाँ तपाईहरूले जो 5,005 रुपियाँ सायद कतिपय एउटा समझदारीमा पनि कमी हुनसक्छ। अगर 5,005 मतलब तपाईँहरूले शिलालेखमा मार्बलमा अगर म नाम लेखाउँछु भन्ने इच्छा हुनुहुन्छ भने जो रकम तपाईँहरूले आज दिनुभएको छ त्यो माथि चाहिँ थप गरेर फेरि 5,005 हामी शिलामा नाम लेखाउनेछौँ। यो रेकर्ड चाहिँ हामीले सदाको लागि राख्नेछौँ। यसमा प्लस गरेर तपाईँहरूले लेखाउन सक्नुहुनेछ भन्दै अन्तमा आदरणीय समितिज्यू क्याप्टेन श्री थमान सिंह गुरुङज्यू जो पहिले पनि उहाँ मिटिङमा उहाँले बोल्नुभएको रकम जो 50,424 रुपियाँ 30 भनेर बोल्नुभएको थियो। आज हामीलाई उहाँले यो प्रदान गर्नुभएको छ। उहाँलाई पुनः मोरी धन्यवाद दिँदै अब श्रीनगर टोलको चन्दादाता भन्नु अथवा सहयोग दिनुहुने दाताहरूबाट तर्फबाट उहाँ समितिज्यूले केही 2-4 शब्दहरू बोलिदिनु हुन म अनुरोध गर्दै म पनि बिदा हुन्छु। हवस् त, धन्यवाद। आदरणीय समितिज्यू धन्यवाद छ। खारे टोलको टोल्डी हाम्रो इकाइको उपाध्यक्ष, खारे टोलको अध्यक्ष र सम्पूर्ण खारे टोलबाट पाल्नुभएका हाम्रो टोलवासीहरू र यहाँ श्रीनगर टोलमा जति पनि आबद्ध छ र हाम्रो थुप्रै साथीहरू, महत्त्वपूर्ण साथीहरू यहाँ उपस्थित हुनुभएको छ। सबैलाई मेरो तर्फबाट हार्दिक छजालो नमस्कार भन्न चाहन्छु। उहाँहरूले स्पष्ट भन्नुभएको छ कि कुनै पनि सहयोग गर्नुको पछि त्यसको मूल्याङ्कन हुनेछ। उहाँहरू अहिले अलि अप्ठ्यारोमा पनि छन्, किनभने भवन निर्माण भन्ने कुरा हामीले अड्कलेको पैसाले हुँदैन। अझै पनि थुप्रै चुनौतीहरू छन्। जति हामीले राम्रो गर्न सक्छ उति नै अप्ठ्यारो कुराहरू पनि आउँछ, त्यो सबैलाई थाहा भएको कुरो हो। तर पैसा सङ्कलन गर्दाखेरि अलिकति हामीले कष्ट गर्नै पर्छ। हामीले पनि अनुभवहरूबाट लिएको थियौँ कि पैसाको चाबी बुढासँग हुन्छ, के अरे बुढाले दिन्छु भन्यो भने बुढीसँग चाबी हुन्छ, अनि बुढाबुढीले दिन्छु भन्दा छोराछोरीले पनि ब्लक गरेको चाहिँ चाबी पनि हुन्छ। त्यसै कारणले हामीले अलिकति नसा फैलाउनु जरुरी छ र हामी अलि दुःख नमानिकन धाउनु पनि पर्छ। हामीहरूले उहाँहरूसँग समय मागेर हामी जानुपर्ने हुन्छ। हामीले त्यो अवस्थाहरू बेहोरिसकेको छौँ।
त्यस कारणले सेयर गरेको मात्रै हो, अन्यथा उहाँहरू पनि यसको विषयमा एकदमै अनुभवी हुनुहुन्छ। र कुनै पनि सहयोग हामीले गर्छौँ भने हाम्रो इच्छा शक्ति र हाम्रो खुसीले गर्नुपर्छ। एउटा मनमा चाहिँ एउटा सङ्कोच लिएर सहयोग गर्ने होइन, खुसियाली तोडमा हामीले एउटा लक्ष्य लिएर बाबा आमाको नाममा या आफ्नो छोराको नाममा या छोरीको नाममा कुनै पनि छोराछोरीले आफ्नो सफलता हासिल गरिसक्नुको पछि म पनि एउटा समाजमा योगदान दिन्छु भन्ने खालको भावना बढ्यो भने हामी सबैले सहज पनि हुन्छ र आफ्नो नाम पनि समाजमा कदर हुन्छ। त्यस कारणले यही कुराहरू भनाइराख्दै उहाँहरूले जुन योजना बनाउनु भएको छ त्यो अझै सराहनीय काम भएतिर गरेर अगाडि बढ्नुहुनेछ भनेर मैले पुरा विश्वास गर्दछु। र सबैलाई आज जो श्रीनगर टोलको साथीहरू यहाँ अनुपस्थित छ, जसले अहिले अलिक कम रकम दिनुभएको छ, उहाँहरूलाई अझै पनि अवसर दिनुहुनेछ र उहाँहरू यसमा चाहिँ अझै पनि हामी 5005 माथि उक्लिनुपर्छ भन्ने पनि मैले चाहिँ टोलवासीलाई म आग्रह गर्न चाहन्छु। यही कुरा राख्दै सबैलाई फेरि पुनः खजालो नमस्कार। हस्, धन्यवाद छ साहबलाई। र अब भने म हाम्रो आमाहरू बाबाहरू आएर यो जो हामीलाई दान दक्षिण प्रदान गर्नुभएको छ, यो दान दक्षिण रकम